हामी चाहिँ अहिले टाढीमा छौँ। हामी घुमिरहेछौँ। स्कुलबाट बल्ल बल्ल छुट्टी भयो होइन। अनि घर जान लागेको छौँ अब। अस्ति चाहिँ मैले बिहान स्कुल कलेज जाँदाखेरिको चाहिँ भिडियो हालेको थिएँ। अहिले चाहिँ अब स्कुलबाट आउँदाखेरिको भिडियो छ होइन। म चाहिँ घर जान लागेको छु अब। यहाँ धेरै भिड छ। सो गाइज धेरै मान्छेहरूले हेरिरहेछ होइन। त्यही नि केही नि हुन्न। आफ्नो मेहनत चाहिँ गर्नुपर्छ, भिडियो बनाउनुपर्छ, अनि भाइरल भइन्छ। अनि हेरिरहेकै छौँ। अहिले चाहिँ स्वाट यहाँ पुल चाहिँ अगाडि हेर्न सक्नुहुन्छ। दिस इज मिलन मोबाइल हाउस। द्याट इज क्रेजी, फुल्ली क्रेजी। एटिजेड मोबाइल हाउस हेर्न चाहनुहुन्छ? एटिजेड मोबाइल हाउस, यही हो एटिजेड मोबाइल हाउस। दिस इज हामी चाहिँ अहिले टाढीमा छौँ। हामी घुमिरहेछौँ। स्कुलबाट बल्ल बल्ल छुट्टी भयो होइन। अनि घर जान लागेको छौँ अब। अस्ति चाहिँ मैले बिहान स्कुल कलेज जाँदाखेरिको चाहिँ भिडियो हालेको थिएँ। अहिले चाहिँ अब स्कुलबाट आउँदाखेरिको भिडियो छ होइन। यस्तो छ हाम्रो टाढी, विकसित सिकेको छ हाम्रो रत्नगर। आज चाहिँ सर म्याडमहरू आउनु भएको थिएन, त्यही भएर घन्टी पनि खाली थियो। अनि के यतिकै बसिराख्नु भनेर अनि घर हिँडेको। अब घर गएर हल्का पढ्ने, अनि मोबाइल सोबाइल चलाउने, त्यसपछि टाइम पास यतिकै हुन्छ, गेमहरू खेल्ने, अनि गएपछि भिडियोहरू एडिटिङ गर्ने। सक्यो, यति नै हो लाइफ भने। यो गाडीलाई कति पर्छ होला? यसको मूल्य भन्दाखेरि 2 करोड त पर्छ होला यार। यस्तो महँगो छ। दामी छ है तर यो कस्तो ठुलो छ होइन। हामी चाहिँ अब आइसकेका छौँ सौरा चौक। सौरा चौक आइसक्यो होइन। गैडा हेर्न सक्नुहुन्छ तपाईँले। रोक्नु, म गैडा देखाइदिन्छु तपाईँहरूलाई। त्यही छ, हेर्न सक्नुहुन्छ। स्वाट यही गैडा हो। अब म चाहिँ हल्का ढिलोमा छु, त्यही भएर। यस्तो छ नेपालमा तारको अवस्थाहरू यस्तो छ। कति यता झुन्डिया छ, कति यता झुन्डिया छ। विदेश त होइन, आर्थिक अवस्थामा कमजोर छ हाम्रो नेपाल। अब सहनु पर्यो। गाई जाने पछाडिबाट गाडी बजाइरहेछ, जाने हो भनेर। होइन, हामी यहीँको बासिन्दा हो, मलाई नि नै जाने। जाने। सो गाइज फलो गर्नु होला यो च्यानल होइन।